हेलो गाइस, आज चाहिँ म मम्मीको सानो बाको घरमा आइसकेको छु हैन। अनि हामी होलीमा आइसकेको छौँ। होली भनेको मलाई के थाहा छैन, मम्मीले भन्नुभयो होली हेर्नु जा भन्नुभयो। यतै गर्दै आयौँ हैन। यहाँ हेर्न सक्नुहुन्छ उतापट्टि झोलुङ्गे पुल एकछिनमा हामी फोटोहरू खिच्न जाने त्यता हैन। हामी चाहिँ जाऊँ। यो चाहिँ कहाँ हो थाहा छ? मङ्गलबारे के पो थियो? लक्ष्मी यो लक्ष्मी कहाँ पो भन्छ? खै के भन्छ भन्ने बिर्सेँ। यहाँ चाहिँ हेर्नु यहाँ बारीहरू छ होइन। यहाँ चाहिँ यस्तो चढ्ने छ। यहाँ चढ्ने गाह्रो हुँदो रहेछ नि। उनीहरू चाहिँ पूजा गर्नुपर्छ। उयो चाहिँ पूजा छ, पूजा गर्नुभएको। अनि हामी चाहिँ बाटो लाग्दैछौँ। ए धेरै नाच्दैछ है यो चाहिँ। अब हामी चाहिँ बाख्राहरू छ। हान्दो रहेछ गाईहरू झन्डे। ओइ गाई झन्डे बाख्राले मलाई पनि हान। यहाँ चाहिँ यति ढुङ्गा छ। यहाँ चाहिँ बारी हामी चाहिँ हामी सफारीमा आएका। अनि यतापट्टि के हो बाटो थाहा भएन। यतापट्टि छ एकछिनमा चाहिँ हामी झोलुङ्गे पुल हेर्न जाने ल। हजुर आइपुगे। के खिचेर ल्यायो भिडियो? चाहिँ मम्मीहरू हुनुहुन्छ, यहाँ चाहिँ बाबाहरू हुन्छ। यहाँ चाहिँ ठुलो मम्मी। यहाँ चाहिँ हेर्नु बिरा। अनि म चाहिँ यहाँ मम्मी खानु दिनुहुँदैछ खाजा होइन। अनि म चाहिँ यहाँ बसिरहेको छु। कतिखेर खाइसक्नु छैन मलाई थाहा छैन के। उल्ची लगाइसक्नु मन छ। म भर्खर जुत्ता लगाउनु झोलुङ्गे पुल जाने क्या। अब एकछिन गएर आउने। हेर्छु न म पुगेपछि म देखाउँछु हजुरलाई ल। गएँ भने ल हामी चाहिँ जाँदैछौँ। चलक्कै पर्छ यता फर्केर। कालो भएर चाहिँ अरू कलरको भए चाहिँ राम्रो हुन्छ नि। कालो भएर कस्तो मजा गोल्डन कलरको आकाशे कलरको कपडा राम्रो क्या लुलो मिला चाहिँ बस्ने तर मिलाउने साह्रो नि। अर्कोचोटि आउँदा चाहिँ मलाई नि एउटा राम्रो ल्याइदिए भन्दै यस्तो गरा अर्कै कलरको ल्याइदिए भन्दै ल भने हामी चाहिँ पुग्न आँटिसकेको छौँ। प्रकृति टोल चाहिँ हजुर देखाउँछु। प्रकृति टोल तेह्रथुम जिल्ला प्रकृति टोल। मान्छेहरू धेरै छ।
पुग्न आँटिसक्यो यत्रो बाटो छ पर 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 देखिँदैछ अलिअलि नक्कटा हेर्नु होला गाइजहरू कटाउनु भने देख्नु हुँदैन मैले पुगेर राख्छु सफा पानी सफा पानीबाट पोर पानी बनाएको छ के गर्नु मेरो छाप फोटो खिचेको गाइडहरू म शीतलमा बस्नु पर्दा मजा आउँथ्यो यता उता गरेको मेरो भाइ चाहिँ यहाँ त सँगै त्यस्तो गर पटेरको घाँस क्या पटेर भनेको त्यही गुन्द्री पनि म धेरैचोटि चढेको तर यो होइन अरू ठाउँमा चढेको तर पनि मलाई यस्तोहरूमा चढ्न एकदम मनपर्छ क्या त्यही भएर छिटो न पर पनि बाबाहरू आउँदै रहेछ छेउमा आइपुगिसक्यौँ चढ्न आँटेको पिकनिक आएको रहेछ पर बस्नु चढ्न आँटिसकेँ सो अब यो यहाँ चाहिँ पहिला ढोक्नु पर्नु रहेछ होइन कस्तो डर लाग्दो नगर्नु कस्तो डर लाग्छ म त यो जस्तै डर पुगेन म चाहिँ धेरैचोटि गएको तर पनि त हौ यो भाइ मम्मी यहाँ भाइरल पुल हो यो चाहिँ भाइरल पुल नै मम्मीहरू चाहिँ आउँदा I'm assisted and आउँदैछ मम्मीहरू चाहिँ यता आउनु हुँदैछ है गाइडहरू डर लाग्यो हाम्रो बिचमा पुग्न आँटिसक्यौँ उही डर लाग्यो म त मान्छेले बचाइहाल्छ खोला रहेछ खोला खोला खोला
जोगीले बोक्ने आधी मात्रै हिँड्नु मन लागिरहेछ तर यहाँदेखि मलाई जानै बेला छैन पानीदेखि त यसरी तटबन्ध गरिए त कति जमिन बाँच्ने थियो कति मान्छे बसोबास गर्न सक्थ्यो होइन तटबन्ध हो यो ऊ पर पिकनिक गएको अनि आउँदाखेरि भुइँबाट आउनुपर्छ ल अँ त्यही त तर्न मन लागेर फर्किँदैछ नि लु हामी चाहिँ अनि फर्किँदैछौँ कति पटेका पर्काएर यहीँ है खाने चाहिँ बस्दैन यो फाइनली घरमा आइपुगेँ म आइपुगेँ मेरो ठुलो मम पनि जानुभयो झापा जानुभयो अनि म पनि आइपुगेँ यहाँ होइन सो आजको लागि यति नै बाई बाई